हामीले हेयर स्पा गर्ने तरिका प्रोसेस कस्तो हुनुपर्छ अघि सबैजना केटीहरूलाई त अब ब्युटिफुल हेयर ब्युटिफुल एकदमै लङ हेयर चाहिन्छ होइन हामीसँग त्यही कारणले चाहिँ हामी आफ्नो हेयरलाई केयर गर्छौँ हामीले हेयर केयरको बारेमा लास्ट क्लासमा डिस्कसन गरेको थियौँ अन्त आज हेयर स्पाको बारेमा कुरा गर्छौँ हामीले हेयर स्पा चाहिँ कसरी गर्नुपर्ने किन गर्नुपर्ने भन्ने तरिका बुझ्नुभयो हेयर स्पा हामीले 15 मा एकपल्ट गर्नु पर्यो ओइलिङ गर्नुपर्छ हेड मसाज गर्नुपर्छ ताकि मसाजले के हुन्छ भने ब्लड सर्कुलेसन हुन्छ सर्कुलेट भएपछि चाहिँ तपाईँले के हुन्छ जति पनि टक्सिन जमेको त्यो जान्छ त्यहाँदेखि तपाईँको स्ट्रेस लेभल जति पनि कम भएर जान्छ त्यहाँदेखिको तपाईँको अझै केस बढ्नु थाल्छ राम्रो राम्रो हुँदै जान्छ बुझ्नुहुँदैछ अन्त हेयर स्पा चाहिँ किन गर्नुपर्छ भन्दाखेरि जस्तो कि